रासपासँगको सहमति टुटेपछि पत्रकार सम्मेलन मार्फत जानकारी गराउने जुन समय तालिका थियो, अबको केही बेरमा पत्रकार सम्मेलन मार्फत विभिन्न जानकारीहरू अब पत्रकार सम्मेलनका लागि उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङज्यू उज्यालो नेपाल पार्टी कार्यालयमा छौँ हामी र यहाँ अब पत्रकार सम्मेलन हुँदैछ। अबको केही बेरमा प्रेस मिट मार्फत उहाँले सबै कुरा जानकारी गराउनु हुनेछ। रासपासँगको सहमति टुटेपछि यो पहिलो पत्रकार सम्मेलन जहाँ चाहिँ उहाँ उज्यालो नेपालको क्याप लगाउनु भएको छ र अबको केही बेरमा उहाँले मिडियाको बाक्लो उपस्थिति छ यहाँनिर। अबको केही बेरमा उहाँ आधिकारिक रूपमा जानकारीहरू दिँदै हुनुहुन्छ। सबजना साइलेन्ट, हल्ला नगर्नुहोस्। ल सबैजना हल्ला नगरिदिनु होला है। ल सबैलाई नमस्कार छ। यो विकसित राजनीतिक माइकमा बोलौँ न परिवेश साथीहरू सबैमा नमस्कार छ। छोटो समयको सूचनाको बावजुद पनि यहाँ आइदिनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो विकसित घटनाक्रमलाई ख्याल गर्दै उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्य समितिको आज बैठक बसेको थियो र त्यो बैठकले केही निर्णयहरू गरेको छ। त्यो निर्णय यहाँहरूलाई सुनाउन चाहन्छौँ। सर्वप्रथम पार्टीको अध्यक्षबाट अनुप कुमार उपाध्यायज्यूले व्यक्तिगत कारण देखाउँदै दिनुभएको राजीनामा स्वीकृत गरिएको छ र उहाँले पार्टीमा दिएको अतुलनीय योगदानलाई उच्च कदर गर्दै पार्टीको विधानअनुसार उहाँलाई संरक्षकको भूमिका दिने निर्णय गरिएको छ। यसै गरी पार्टीको रिक्त अध्यक्षको पदमा कुलमान घिसिङलाई सर्वसम्मत नियुक्त गर्ने निर्णय गरिएको छ। यसै गरी मिति 2082 साल भएको सहमतिका बुदाहरू राष्ट्रपालले कार्यान्वयन गर्न नमानेको र एकपक्षीय रूपमा सहमति तोडेकाले उक्त सहमति भङ्ग गरिएको छ। साथै उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचन 2082मा सिङ चुनाव चिन्हमा भाग लिने निर्णय गरेको छ। पत्रकार साथीहरू सबैलाई नमस्कार। आज यो बेलुकाको समयमा तपाईँलाई छोटो सूचनामा यहाँ उपस्थित हुनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। मैले आज उज्यालो नेपाल पार्टीको सदस्यता लिएको छु र आजै उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठकले मलाई उज्यालो नेपाल पार्टीको अध्यक्षको रूपमा चयन भएको छ। म अब यो पार्टी उज्यालो नेपाल पार्टीलाई आगामी दिनमा मेरो नेतृत्वमा देशव्यापी रूपमा प्रभावकारी रूपमा अगाडि बढाउनेछु भन्ने म प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। र साथै करिब 1.5 महिना 2 महिना जति भयो जुन बेला एकदमै कठिन परिस्थितिमा यो उज्यालो नेपाल पार्टीलाई नेतृत्व गरिरहनु भएको अनुप कुमार उपाध्यायज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु र सम्पूर्ण केन्द्रीय सदस्यका साथीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। विगत केही समय हाम्रो लागि अत्यन्तै पीडादायी भयो। हामीले एकदमै देशको परिस्थिति, जेनजी युवाहरूको भावना र सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूको भावना र जनआकांक्षा अनुसार यो देशमा नयाँ बन्ने शक्तिहरू एक हुनुपर्छ भनेर हामीले सम्पूर्ण कुरा लचकताका साथ त्यागेर
एकताको एउटा सहमति गरेका थियौँ राष्ट्रिय स्वतन्त्र पार्टीसँग। विगत मङ्सिर पुस 14 गते भएको सो सहमति आज 26 गते भयो, करिब 12 दिन भयो। 12 दिनसम्म हामी पटक पटक धेरै चरणको छलफलमा, त्यो सहमति कार्यान्वयनका चरणमा हामी छलफलमा जुट्यौँ। जुन छलफलहरू अत्यन्तै हिंताबोधका साथ हामीले अगाडि बढाउनु पर्ने अवस्था आयो। एउटा अन्डरस्ट्यान्डिङ, एउटा सहमति 14 गतेको सहमतिमा भएको थियो, भद्र सहमति भएको थियो। लिखितमा नभएका सहमतिहरू पनि धेरै थिए, अलिखित सहमतिहरू धेरै थिए। कसरी कार्यान्वयन गर्ने यो एकीकरण प्रक्रियालाई भन्ने अलिखित सहमतिहरू थिए। त्यो सहमतिहरूमा हाम्रो कुनै किसिमको ठुलो माग पनि थिएन। यसलाई कार्यान्वयन गर्दै छिटोभन्दा छिटो कार्यान्वयन गर्दै जाउँ भन्ने हाम्रो माग थियो। मैले यो सहमतिको चरणमा र हाम्रो साथीहरूले कुनै ठुलो त्यस्तो डिमान्ड राखेको पनि थिएन। अहिले जुन किसिमले बाहिर मिडियामा धेरै कुराहरू आएको छ, हामीले पदको ठुल्ठुलो बार्गेनिङ गऱ्यौँ, ठुल्ठुला चाहिँ विषयहरूमा धेरै बार्गेनिङ गऱ्यौँ भन्ने जुन कुरा आएको छ त्यो सरासर गलत हो। म आफै पनि एउटा उपाध्यक्ष, त्यो पनि धेरै वरियता क्रममा धेरै तल भएर पनि मैले सहेर गएको थिएँ र मैले आज अन्तिम चरणमा मैले सहमतिको लागि एउटा प्रस्ताव पनि गरेको थिएँ। म एउटा साधारण सदस्य भएर, रासोपाको एउटा साधारण सदस्य भएर बस्छु। हाम्रा साथीहरू, केन्द्रीय समितिका साथीहरूलाई केही एडजस्टमेन्ट गर्नुपर्छ, त्यसरी अगाडि बढौँ पनि भनेको थिएँ। र यो विषयमा हाम्रो ठुलो चाहिँ विषय पनि थिएन र यो मुख्य मुद्दाका विषयहरू केही समावेशिता, सङ्घीयता, त्यो संविधानले देखाएका, संविधानले जुन आधारभूत विषयहरूलाई एड्रेस गर्नलाई एउटा पूरक सम्झौता गरौँ भनेको थियो। एउटा पूरक सम्झौता गर्ने एउटा चरणमा पनि उहाँहरू सहमत हुनुभएको थियो, तर पछिल्लो चरणमा पूरक सम्झौता पनि हुन सकेन। र हाम्रा तमाम साथीहरूले उठाइएका विषयहरूमा र यसलाई सहज रूपमा तलसम्म चुनावी प्रक्रियामा कसरी जाने र धेरै कुराहरूमा सहज रूपमा कसरी हामी अगाडि बढ्ने भन्ने विषयमा हामीले धेरै कुरा छलफल गऱ्यौँ। र धेरै छलफलमा यो प्रक्रियालाई चाहिँ उहाँहरूले अलि लामो समय लिनुभयो। यो करिब 12 दिनको प्रक्रिया, छिटोभन्दा छिटो सहकार्यमा जाउँ भन्ने कुरामा लामो समय लिनुभयो। समानुपातिकका विषयमा पनि धेरै कुराहरू चाहिँ लामो समय लिनुभयो। हामीले सबै कुरा समानुपातिकको वास्तवमा भने सबै कुरा त्यागेर, छोडेर र तपाईँहरू सबै हिसाबले अगाडि बढ्नुहोस् भनेर हामीले छोडेकै थियौँ। र यो लामो समयसम्म एउटा इन्गेज गरेर बस्नु पर्दाखेरि साँच्चीकै उज्यालो नेपाल पार्टीले ठुलो क्षति ल्याउनु परेको छ। र अन्तिममा आएर, आजको दिनमा आएर, अन्तिम दिनमा आएर एकतर्फी रूपमा उहाँहरूले यो सहमति भङ्ग भएको घोषणा गरिदिनुभयो। हामीले घोषणा गरेको थिएनौँ। आज हामी अन्तिम समयमा टुङ्ग्यौँ, अगाडि बढौँ भन्ने नै थियौँ र एकतर्फी रूपमा उहाँहरूले सहमति भङ्ग भएको मलाई जानकारी गर्नुभयो र मिडियामा त्यही हिसाबले आयो। त्यसपछि हामी यसरी जुटेका छौँ। वास्तवमा यो हाम्रो लागि यो 12 दिन अत्यन्तै पीडादायी भयो। अत्यन्तै चाहिँ हाम्रो साथीहरू यो सहमति भइसकेपछि उज्यालो नेपालका समर्थक, शुभेच्छुक साथीहरूले धेरै पीडा भोगेको छ र
यो बिचमा हामीलाई पुरै हामी इङ्गेज भयौँ, इङ्गेज बनाएर राखियो र राष्ट्रिय स्वतन्त्र पार्टीले ठाउँ ठाउँमा उहाँहरूले पार्टी प्रवेश कार्यक्रमहरू राख्नुभयो। उज्यालो नेपालका साथीहरूलाई पार्टी प्रवेशमा आह्वान गर्नुभयो। धेरै कुराहरू हामीलाई यो प्रक्रियामा इङ्गेज गर्दै उहाँहरूले धेरै कामहरू गर्नुभयो। हामीले केही पनि बोलेका थिएनौँ, केही पनि गरेका थिएनौँ। ठिक छ, एउटै भएर जाने हो, किनभने जनताले खोजेको आजको आवश्यकता भनेको एउटा शक्ति बन्नुपर्छ। एउटा जेनजी आन्दोलनले जुन किसिमको शक्ति निर्माण होस् भन्ने चाहेको छ, सुशासनको विषय र समृद्धिको विषय जुन हिसाबले उठाएर जेनजी आन्दोलन भयो र त्यसलाई सम्बोधन गर्नको लागि नयाँ भन्ने शक्तिहरू, वैकल्पिक शक्तिहरू सबै एक हुनुपर्छ भन्ने हामी सुरुदेखिको हाम्रो धारणा थियो। त्यही भएर हामीले एकता गर्न पुग्यौँ। हामीले अत्यन्त लचकताका साथ, मैले प्रधानमन्त्री पनि मागेको थिएन, मैले पार्टी अध्यक्ष पनि मागेको थिएन, हाम्रो साथीहरूले कुनै ठुलो पद पनि मागेको छ, सिर्फ साधारण सदस्य भएर पनि म बस्छु भन्दाखेरि आजकै दिन उहाँहरूले यो जुन सहमति ब्रेक गर्नु र 12 दिन इङ्गेज गराएर 12 दिनसम्म यस्तो क्रुसियल टाइममा उज्यालो नेपालको जुन अभियान थियो त्यसलाई टोटल्ली ब्लक गरेर अब हाम्रो आवश्यकता उहाँहरूलाई परेन। अब हामी नभए पनि उहाँहरू अगाडि बढ्न सक्छौँ भन्ने एउटा सङ्कल्प र विश्वासका साथ उहाँहरू अगाडि बढ्नु भएको छ। उहाँहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु, शुभकामना दिन चाहन्छु। अगाडि बढ्नुहोस्, एउटा सशक्त शक्ति बन्नुहोस् र उज्यालो नेपालले आफ्नो बाटो आफै लिन्छ र आफ्नो बाटो लिन्छ। हामी अत्यन्तै लचक भएका थियौँ। नेपाली जनताको माग, नेपाली जनताको चाहना, जेनजी पुस्ताको चाहनालाई पुरा गर्नुपर्छ भनेर हामी अत्यन्तै लचक भएर, अत्यन्तै आफूले सबै कुरो त्यागेर हामी आएका थियौँ। हाम्रो त्यागलाई उहाँहरूले कमजोरीको रूपमा लिनुभयो र यो सहमतिलाई ब्रेक गर्नुभयो। यो मलाई वास्तवमा भन्यो भने म आज अत्यन्तै मर्माहित भएको छु। यो अवस्था आउँछ भनेर मलाई लागेको थिएन। यो 12 दिन मेरो लागि ठुलो विलकबन्धनमा, डिलेमा भन्छ नि, के गर्ने भन्ने नै, कता जाने भन्ने नै अन्योलमा भएको परिस्थिति र अगाडि बढौँ भने उहाँहरू चाहिँ अगाडि बढ्न नदिने, पछाडि जाउँ भने अप्ठ्यारो परिस्थिति, आम नेपाली जनताको, जेनजी भाइ बहिनीहरूको सपनालाई हामीले कुठाराघात भयो भन्ने परिस्थितिले गर्दाखेरि हामीलाई अत्यन्तै अप्ठ्यारो स्थितिमा पुर्याएका छौँ। हामी जुन बेला सहमति भएका थिए 14 गते समानुपातिक भर्ने अन्तिम दिन थियो। त्यो 14 गतेको अन्तिम दिनमा राति 9 बजे 8-9 बजे यो सहमति भएको। हामीले त्यसको दर्ता पनि गर्न पाएन, समानुपातिक पनि दर्ता गर्न पाएन र त्यस बेला जेनजीका साथीहरू सुदन गुरुङ लगायत उहाँहरूले मिल्नुपर्छ दाइ, यसरी चाहिँ हुँदैन भनेर म 5 बजे उहाँहरूसँगै गएर, जेनजीका साथीहरूसँग गएर मैले त्यहाँ एउटा म जुनसुकै छोड्न तयार छु, मिलौँ भनेर उहाँले जबरजस्ती लगेर चाहिँ त्यहाँ गएर म मिल्नुपर्छ, उहाँहरूकै अनुरोध अनुसार पनि यो मिल्नुपर्छ भन्ने कुराहरूमा चाहिँ मिल्नुपर्छ र सबै एउटा जेनजीका साथीहरूको चाहिँ भावना र सम्पूर्ण नेपाली जनताको भावनालाई कदर गर्नुपर्छ भनेर हामीले सहमति गरेका थियौँ। त्यो सहमति कार्यान्वयन हुन सकेन। त्यो सहमति कार्यान्वयनको चरणमा धेरै समस्याहरू आयो र हामीले अन्तिम चरणमा सबै छोडेर पनि सहमति कार्यान्वयन गर्ने भनेर हिजो बेलुका मात्रै हामीले निर्णय पनि गरेका थियौँ। केही कुराहरूमा स्पष्टता गरेर अगाडि बढ्ने भनेर गरेका थियौँ।
तर त्यो कुरा गर्दा गर्दै उहाँहरूले आज एकतर्फी तोड्नुभयो। त्यो भएको हुनाले आज हामी पनि बाध्य भएर अहिलेको परिस्थितिमा एक्लै भए पनि अगाडि बढ्नुपर्ने परिस्थिति आएको छ। यो परिस्थितिलाई तपाईँहरूले बुझिदिनु हुन म अनुरोध गर्दछु। अब हाम्रो बाटो कतातिर जान्छ भन्ने कुराहरू तपाईँलाई केही विषयहरू राख्न चाहन्छु। अब उज्यालो नेपाल पार्टी देशैभरि 165 ठाउँमै उम्मेदवार उठाउँछौँ, हामी अगाडि बढ्छौँ। 165 ठाउँमै उम्मेदवार उठाएर जान्छौँ र त्यसैभरि हामी आफ्नो क्याम्पेन छोटो समय छ, छोटो समयमा हामी जति सकिन्छ हामी आफ्नो क्याम्पेन अगाडि बढाउँछौँ। रात दिन नभनिकन अगाडि बढाउँछौँ र साथीहरू जति पनि हाम्रा साथीहरू छन्, जति पनि सहकार्य गर्न इच्छुक साथीहरू छन्, उज्यालो नेपाल अझै पनि सबै साथीहरूसँग सहकार्य गरेर अगाडि बढ्छौँ भन्ने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। सबै चाहिँ पार्टी सबै इच्छुक साथीहरूलाई सँग हामी सहकार्य गरेर अगाडि बढ्ने पनि प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। यो विषयलाई हामी जुन हिसाबले बाहिरिएका छौँ यसलाई कमजोर परिस्थिति, कमजोर स्थिति नठाउनु पनि सबैलाई अनुरोध गर्दछु र सम्पूर्ण नेपाली जनता, सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू, जेनजी भाइ बहिनीहरू, हामीले गर्दै पनि, हामी एकता हुन खोज्दै पनि हामीलाई जबरजस्त बाहिरिनु पर्यो, बाहिर राखियो र यसको लागि यस्तो अवस्थामा पनि हामी एक्लै पर्यो भने पनि एक्लै पनि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। यहाँहरूले सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू सबैले यो पार्टीलाई अहिलेको जेनजीको भावना अनुसार जुन पार्टी